बबल छ है भ्याली चाहिँ बबल देखिन्छ चाहिने कुरामा चाहिने माकुरीमा शान्तिधामबाट माथि मन्दिर जाँदैछ मन्दिरबाट माथि झन्डा पार्क भक्कल छ बाटो चाहिँ यार केटाहरू कति छिटो हिँड्यो अन्त यस्तो भक्कल छ बाटो केटाहरू वहाँ पुगिसकेछन् सर्टकट बाटो खोजेको यस्तो भिडमा सिधा गरेर त्यहाँ यो घुम्नु परेन नि त दामी छ नि पानी हार्दामा है त्यहाँ अस्ति खिच्नै पाइएन शनिबार मात्रै हो नि कहाँ दिनकै आउँछ नि त यताडि जाऊँ कि यताडि बाटो चाहिँ एकदम खतरनाक छ पहिला केटाहरू चढ्छन् त्यसपछि बहुत डेन्जर छ यार लौकलिन त कति टाढो हुनुहुन्छ यहाँ बाटो त उकालो है कहाँ पहिलाको चाहिँ एयरपोर्ट हो मलाई थाहा छैन माओवादीहरू चाहिँ हामी गयो कि दन्तकालमा पहिला स्कुल पनि रहेछ स्कुल पनि हाम्रो छ कहाँ जाऊँ भने तपाईँ झरेको घुम्नु हो यो रोडको बाटो हिँड्यो भने त तर टाइम लाग्छ त बाटो त यिनी हिजो नि गएको छैन न तपाईँ हिजो नि जानु भएन नि त यिनी जुन क्लासमा पढाउनु भन्दा 10-12 च्याप्टर अगाडि छन् हो
खाने हेर न सर कसम ढाँटा कति प्याज बोल्छ मैले के मेरो अनुहार पढ्छ जस्तो छ सर तपाईँ त पढ्नुहुन्छ मलाई त लाग्छ लाग्छ कि नै सर भन्नु पढ्छ रोड छ यता उकालो बाटो छ होला पार गएर माथि धेरै टाढा छ यो त बनेको छैन माथि छैन जुन ठाउँबाट छ नि है सर गाईको मासु खानु खतरनाक गर्छ है खै त मोटो सराउनुमा जुम गरेर हेर्नुपर्छ उहाँलाई चाहिँ धेरै गाह्रो भयो जस्तो छ जुम गरेर मोटो मान्छे धेरै तल हुनुहुन्छ यो चाहिँ दामी छ है पाँचवटा डाँडापछि आइन्छ तपाईँलाई के कस्तो भइरह थकै मलाई चाहिँ मोटाएर फर्स्ट टाइम धेरै ठुलो गल्ती गरे जस्तो लाग्यो त्यही भएर सबैलाई तर होइन तपाईँको अघिनिको जोस एक्सर्साइज गरौँ होइन कि दिउँसोको जोस जाँगर त छुट्टै थियो त्योमा अहिलेमा कति फरक छ तपाईँलाई अहिलेमा 50% घट्यो म चार छ हिँड्न सक्छु भन्नु आई क्यान डु तर पुग्छु मलाई गाह्रो भइरहेको छ कोसिस चाहिँ गर्नुहुन्छ तपाईँ मलाई त हामी म त यार 25 केजी मान्छे सर यार होइन म त फुरुक फुरुक उसेर हेर्दिन्छु यार तर अस्तिको भिडभन्दा म फ्लिप हान्दा देखाउँछु यार कस्तो म मोटो मात्र तर हान्दैन ओ यार मान्छे कडा हो है तर अस्तिको बाटो भन्दा यो राम्रो छ नि त भिडको यो ठाडै उक्ले अस्ति सकिन यार म घर गएछु लगभग आइएर कालमा साइडको डाँडाबाट यस्तो उठ्लेको जब कि बाटो यस्तो ठाडै उठ्लेको हामी त्यताबाट आएको त्यो भिरबाट यसरी उक्लिएर होइन च्यालेन्ज त्यो साँच्चै नसक्ने भनेर हामीलाई गाह्रो लगभग झन्डा देखियो